साथीहरू नमस्कार। सवारी चालक अनुमति पत्र लाइसेन्सको सबै यातायात कार्यालयहरूमा अनलाइन मार्फत नै राजस्व लिन मिल्ने सेवाको सुरु भएको छ। अब सातै प्रदेशका सबै यातायात कार्यालयहरूको सेवा लिँदा तपाईहरुले अनलाइन मार्फत घरबाटै राजस्व दिन सक्नुहुनेछ। आफ्नो लाइसेन्सको नवीकरण शुल्क, आफ्नो लाइसेन्स दर्ताको राजस्व, रिन्यु शुल्क र रिटायर तिर्दा लाग्ने पैसा तपाईले सबै राजस्वहरू अनलाइन मार्फत नै तिर्न सक्नुहुनेछ। त्यसका लागि मैले यो लिङ्कहरू पनि म हालिदिएको छु तपाईहरुलाई। कुन प्रदेशबाट हुनुहुन्छ यो खोल्न सक्नुहुनेछ। अब सुरु गरौँ। पोर्टलमा मोबाइल नम्बरतर्फ जाउँ। सर्वप्रथम त मैले तपाईहरुलाई यो 32 गते 3 महिना 32 गते यातायात व्यवस्था विभागले निकालेको सूचना देखाएँ। यो सूचनामा कुन प्रदेशको लागि कुन लिङ्कमा खोल्ने भनेर लिङ्क दिएको छ। यो लिङ्कहरुमा खोल्नु पर्यो। गण्डकीको लागि हो भने गण्डकी, बागमतीको लागि हो भने बागमती, प्रदेश अनुसारको लिङ्क छुट्याएर दिएको छ। त्यसपछि म आफ्नो मोबाइलको स्क्रिनमा गएँ। म ब्राउजर आफूलाई मनपर्ने ब्राउजर खोल्नुहोस्। म गुगल क्रोम खोलेँ। त्यहाँबाट म गण्डकी यातायात कार्यालयको भर्नु लागेँ। glbrs.gov.np यो खोलेपछि गण्डकी प्रदेश अन्तर्गतका 4वटा यातायात कार्यालयहरू पोखरा, नवलपुर, तनहुँ र बागलुङको स्वरूप भर्न सकियो। यसमा सवारी दर्ता प्रणाली भन्ने अहिले सुचारु छैन भने विद्युतीय सवारी चालक अनुमति पत्र गएँ। यो भित्र पनि सवारी चालक अनुमति पत्र भन्ने नयाँ दर्ता भयो। श्रेणी थप भनेको क्याटेगोरी हो। तपाईले भाषा चेन्ज गरेर मैले चाहिँ नेपाली बनाएँ, इङ्ग्लिस बनाउन सक्नुहुन्छ। मैले चाहिँ नेपालीबाटै नै हेरेको छु। नवीकरण भनेको रिन्यू भयो। यो मध्ये म सुरु गर्छु। तपाईसँग नयाँ लाइसेन्सको लागि तपाईसँग अप्सनहरू छ। 3वटा अप्सन दिएको छ नयाँ दर्ताको लागि। नागरिक एप, विदेशीको लागि विदेशी भयो, नागरिक एप र म्यानुअल छ। यो मध्ये म नागरिक एपमा गएँ। यो क्युआरमा चाहिँ तपाईको आफ्नो नागरिक एपबाट स्क्यान गर्नु पर्यो। स्क्यान गरेपछि तपाईको विवरणहरू अटोमेटिक आउँछ। जस्तो यो नागरिक एप भयो। तल दिएको नागरिक एपमा दिएको क्युआरमा स्क्यान गर्नुभयो भने तपाईले नागरिक एपमा भरेको विवरणहरू अटोमेटिक नै यसमा सिस्टममा आउने हुन्छ। यो क्युआरमा चाहिँ स्क्यान गर्नु पर्यो। त्यसपछि तपाईले दर्ता प्रक्रिया सुरु गर्न सक्नुहुन्छ भने त्यो चाहिँ तपाईले भर्ने हो। यसमा यो चाहिँ राष्ट्रिय परिचय पत्र त अनिवार्य नै भयो। राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहियो। नाम, राष्ट्रिय परिचय पत्र, जन्ममिति, महिला पुरुष र आफ्नो मोबाइल नम्बर, आफ्नो नाममा भएको मोबाइल नम्बरबाट तपाईले म्यानुअली फर्म भर्ने अप्सन छान्नु हुँदा चाहिँ चरण बाइ चरणमा राखिदिएको छ। एउटा चरण तपाईले पुरा गरेपछि मात्र तपाई अर्को चरणमा प्रवेश गर्नुहुन्छ। पहिला तपाईको ओटिपी आएर तपाईको मोबाइल नम्बर भेरिफिकेसन हुनु पर्यो। तपाईको नाम, नम्बर र राष्ट्रिय परिचय पत्रको नम्बर एकै व्यक्तिको हो भन्ने प्रमाणित भएपछि तपाई दोस्रो चरणमा प्रवेश गर्नुहुन्छ। त्यसको लागि केही समय पर्खनुपर्छ। ओटिपी आउनको लागि तपाईकै नम्बरमा ओटिपी आउनेछ। ओटिपी नम्बर तपाईको नम्बरमा आएपछि हेर्नु होला। त्यसपछि तपाई अर्को चरणमा प्रवेश गर्नुहुनेछ। यहाँ चाहिँ मेरो राष्ट्रिय परिचय पत्र, मोबाइल नम्बर, तपाईको राष्ट्रिय परिचय पत्रमा देखाउने कुराहरू, मिलेसम्मको कुराहरू सबै अटोमेटिक आउने हुन्छ भने अस्थायी ठेगाना, हाल बसोबास गरेको ठेगाना र नागरिकताको फोटो भने तपाईले यसमा अपलोड गर्नुपर्ने हुन्छ। मसँग सवारी चालक अनुमति पत्र लाइसेन्स पहिले नै भइसकेकाले म चाहिँ एड क्याटेगोरीमा गएर क्लिक गरेँ। एड क्याटेगोरीमा गएर मैले फेरि आफ्नो विवरण हालिसकेपछि फेरि कोड आउनलाई केही समय लाग्यो र मैले यो कोड हालिसकेपछि फेरि मेरो लाइसेन्स सवारी चालक अनुमति पत्र समेत देखायो। त्यसपछि मैले एड क्याटेगोरीको अप्सनलाई चाहिँ कसरी गर्ने भनेर पनि मैले हेरेँ। पहिलो चरण सकिएपछि दोस्रो चरणमा प्रवेश गर्दा मलाई सवारी साधनको क्याटेगोरी छान्न देखायो। अनि यातायात कार्यालय चुज गर्ने भन्यो। मैले गण्डकीबाट छानेको भएर बागलुङ, कास्की, नवलपुर र तनहुँको मात्र 4 ठाउँको मात्र देखायो। मैले पोखराबाटै ट्राई गर्नु लागेको। त्यहाँ चाहिँ सिट रहेनछ। सायद सिट नम्बर
अर्को यातायात कार्डले चुज गरेर ट्राई गरेँ। त्यसपछि भने मलाई आवेदन नम्बर पनि दियो ट्र्याकिङको लागि। तपाईँले यो लिङ्क पनि सेभ गरेर राख्न सक्नुहुन्छ भने तल PDF फाइल पनि डाउनलोड गर्न सक्नुहुन्छ। PDF डाउनलोड गरेपछि तपाईँले यसमा QR हुन्छ, यो QR सहित मोबाइलको फोटो लिएर यो फोटो यातायातमा गएर देखाउनु पर्यो। मैले चाहिँ 8 क्याटेगोरीको लागि गरेको भएर मलाई सिधै मेडिकलको लागि यातायात व्यवस्था कार्यालयमा जानु भन्ने किसिमको सूचना आयो। यो सँगै मैले तपाईँहरूलाई यातायात व्यवस्था विभागले राखेको एउटा नोटिस पनि राखिदिएको छु। यो पनि तपाईँले राम्रोसँग अध्ययन गर्न सक्नुहुन्छ। यससँगै तपाईँहरूलाई समस्या हुने भनेको नागरिक एप, राष्ट्रिय परिचय पत्र र तपाईँको लाइसेन्स लिङ्क भएन, एक आपसमा मिलेन भने समस्या हुने गर्छ। यदि तपाईँको नागरिकताको अनुसारको नाम, लाइसेन्समा जन्ममिति केही समस्याहरू मिलाउनु पर्ने, सच्याउनु पर्ने छ भने तपाईँ आफ्नो लाइसेन्स बनाएको यातायात व्यवस्था कार्यालयमा गएर त्यो विवरणहरू सच्याउन पनि सक्नुहुन्छ। तपाईँ त्यहाँ सच्याउनु भयो भने तपाईँको राष्ट्रिय परिचय पत्रमा सजिलै लिङ्क हुनेछ भने नागरिक एपमा पनि तपाईँको लाइसेन्स आउनेछ। यो जानकारी पनि म तपाईँहरूलाई दिन चाहेँ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। कृपया मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।